खेलकुद क्षेत्रमा विद्यार्थीहरूको प्रतिभा र क्षमता उजागर गर्ने उद्देश्यसहित ब्लूबर्ड सुपर लिग 2026 आयोजना हुने भएको छ। विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागि प्रतियोगितामा हाल अध्ययनरत विद्यार्थीहरूका साथै पास आउट भइसकेका विद्यार्थीहरूले समेत सहभागिता जनाउन सक्नेछन्। करिब 4 महिनासम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू प्रत्येक शनिबार र आइतबार मात्र सञ्चालन गरिने आयोजकले बताएका छन्। प्रतियोगितामा फुटसल, भलिबल, बास्केटबल र क्रिकेट गरी 4 खेल समावेश गरिएका छन्। प्रतियोगिताको तयारी स्वरूप आज खेलाडी छनौटका लागि अक्सन आयोजना गरिएको हो। अक्सनमा सहभागी खेलाडीहरूको खेल क्षमता, दक्षता तथा प्रदर्शनको आधारमा प्रतियोगिताका लागि छनौट गरिने बताएको छ। हाल अध्ययनरत तथा पास आउट भएका विद्यार्थीहरूले समेत अक्सनमा सहभागी हुँदै आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्। ब्लूबर्ड सुपर लिगलाई विद्यार्थी तथा युवा खेलाडीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिएका छन्। विभिन्न 4 खेललाई एउटै प्रतियोगितामा समेटिएकाले सहभागी तथा खेल प्रेमीहरूमा समेत उत्साह बढेको छ। प्रतियोगिताले खेलाडीहरू बीच प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै नयाँ प्रतिभालाई खेलकुदको क्षेत्रमा अघि बढ्ने अवसर दिने अपेक्षा गरिएको छ। लिग आगामी साताको शनिबार र आइतबारदेखि औपचारिक रूपमा सुरु हुनेछ। त्यसपछि प्रत्येक साताको शनिबार र आइतबार खेलहरू सञ्चालन हुनेछ। करिब 4 महिनासम्म चल्ने प्रतियोगितामा सहभागी टोली तथा खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। ब्लूबर्ड सुपर लिग खेलकुद प्रतियोगिता मात्र नभई विद्यार्थीलाई जीवनको वास्तविक अनुभवसँग जोड्ने माध्यम भएको ब्लूबर्डका प्रधानाध्यापकले बताएका छन्। खेलकुद मार्फत विद्यार्थीमा प्रतिस्पर्धासँगै टिमवर्क, अनुशासन, मित्रता र नेतृत्वको क्षमताको विकास गराउने उद्देश्यले ब्लूबर्ड सुपर लिग आयोजना गरिएको उनले बताएका हुन्। ब्लूबर्डले परिकल्पना गरेको र विद्यार्थीहरूलाई एक्टिभली स्पोर्ट्समा इन्भल्भ गराउने परिकल्पनाका साथ आएको छ। जोन डेवीले भन्नुभएको छ, एजुकेसन इज नट अ प्रिपरेसन फर अ लाइफ, इट इज लाइफ इटसेल्फ। होला हामी भविष्यको खेलको लागि तयारी गर्दैछौँ, तर जीवन जिउन आइरहेछौँ ब्लूबर्डमा। वी आर लिभिङ लाइफ and we want you to feel that. That's why we have organized Bluebird Super League. विद्यार्थीको शैक्षिक विकाससँगै शारीरिक तथा मानसिक स्वास्थ्यको लागि खेलकुदलाई पनि प्राथमिकतामा राख्नुपर्ने विद्यालयका भाइस प्रिन्सिपलले जोड दिएका छन्। उनले अध्ययनका लागि पुस्तकालय र खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताएका छन्। खेलकुदले विद्यार्थीलाई स्वस्थ र अनुशासित बनाउँदै भविष्यमा नयाँ अवसर समेत सिर्जना गर्ने उनको भनाइ छ। खेलकुद मैदान यानि त्यो भलिबल होला, फुटबल होला, क्रिकेट होला, जसले भविष्य पनि बनाउँछ, सँगसँगै बाबु नानीहरू हाम्रो हेल्थ पनि बनाउँछ, हामीले हेल्दी पनि बनाउँछ। र स्वस्थ भएपछि नेपाल आफै राम्रो बन्छ नि। र अर्को सँगसँगै मैले धेरै ठाउँमा भन्ने गर्छु, पछिल्लोपटक पठन संस्कृति हाम्रो कम भइरहेछ। दुईटा कुरा हाम्रो प्रत्येक टोलमा हुनुपर्ने छ। एउटा लाइब्रेरी यानि जहाँ हामी पढ्छौँ र थोरै भए पनि आफूलाई नयाँ ढङ्गले अगाडि बढाउन सक्छौँ। खेलकुदलाई मनोरञ्जनको रूपमा मात्र नभई करियर निर्माणको महत्त्वपूर्ण क्षेत्रको रूपमा लिनुपर्ने सांसद जगदीश खरेलले बताएका छन्। फुटबल, क्रिकेट, बास्केटबल, भलिबल लगायतका खेलमा युवाहरूले आफ्नो भविष्य खोज्न सक्ने भन्दै उनले खेलाडीको क्षमता र प्रतिभालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताएका छन्। नेपालमा खेलकुदको माध्यमबाट रोजगारी र अवसर सिर्जना गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न सकिने उनको भनाइ छ। तपाईहरु स्पोर्ट्समा आइराख्दाखेरि तपाईको आँखाभरि सपना हो। कति बास्केटबलमा आफ्नो करियर देखिराख्नु भएको छ, कति भाइहरू यहाँ मैले क्रिकेटमा देखेँ, क्रिकेटमा तपाईहरु करियर देखिराख्नु भएको छ, कतिले भलिबलमा, कतिले फुटबलमा, कतिले अरू थुप्रै स्पोर्ट्सका चाहिँ विधाहरूमा आफ्नो भविष्य देखिराख्नु भएको छ। म चाहिँ के देखिरहेको छु राजद, मेरो देशको भविष्य तपाईमा देखिरहेको छु। मेरो देश नेपाल
मध्ये नै हामीले फुटबलमा यो फुटबलरको देश हो नेपाल भनेर चिन्यौँ। हामीले क्रिकेटमा त झन् एउटा अहिले पनि हामीसँग पारस खड्का हुनुहुन्छ, थुप्रै पारस खड्काहरू जन्मिनेवाला छन्, अथवा अरू विभिन्न खालका खेलकुद क्षेत्रहरूमा हामीले यो देश त्यो खेलाडी, त्यो नेपाली खेलाडीले हाम्रो देशलाई संसारभर चिनाउनेछ र त्यो संसारभर चिनाउने खेलाडी म तपाईँभित्र देखिरहेको छु। तपाईँहरूले नै यो देश चिनाउनुहुन्छ, त्यसैले एकदमै मेहनत गर्नुहोला। आजको अक्सनपछि छनौट भएका खेलाडी तथा टोलीहरू आगामी सातादेखि लिगमा प्रतिस्पर्धा गर्नेछन्। 4 महिनासम्म साताको 2 दिन सञ्चालन हुने यो प्रतियोगिताले सहभागी खेलाडीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने र नयाँ प्रतिभालाई अवसर दिने अपेक्षा गरिएको छ।